हेलो हेलो गाइज, हेर्नु हामी ग्वाला है। मैले दिदी कति छन् तपाईँको भेडाहरू? हाम्रो भेडा 5वटा, बाख्रा 7वटा। एउटा भेडा दिनु न मलाई। लैजानु न, बिक्रीमा छन्। कुन लग्ने हो, साँडा कि भेडा? मलाई भेडा भए पनि हुन्छ, साँडो भए पनि हुन्छ, जे भए पनि हुन्छ। त्यो जान्छ न, कुन लग्ने हो? त्यो बिचेको के हो त्यो? त्यो हो साँडो। साँडो हो? ल, हुन्छ। कति हो यसको मूल्य? मूल्य गैजालाई 12-13 हजार। कति महँगा छन्। ल गाइज, भेडाहरू बाख्राहरू कसैलाई चाहिन्छ भने आउनु है मेरो नन्द घरमा। यता पनि छ नि बाख्रा। यो खसीको मूल्य कति हो? खसी कति जाला? खै कति जान्छ यिनी खसीको मूल्य? खसी होइन, बोके हो। ए बोके हो? खसी त ऊ माथि, यो हो खसी। यहाँ त उम्या छ नि, यहाँ ती यो खसी भने त्यसको माथि पनि खसी हो। कति हो? 500? 500 हो। 500 मा आउ त कति पर्छ? दुईटा खुट्टालाई 100, 400, टाउकालाई 500, शरीरलाई गर्दा 100, 600। हुन्छ। त्योभन्दा कति राख्नु र? कति पनि जाला र पैसा पनि कहाँ लाग्ने हो र? के गर्ने भैयाभरि पैसा? अब बैङ्कमा खै 1000को नोट चल्दैन भन्छ नि। अब बैङ्कमा राखेर पनि के गर्नु र? लगाइ हेर्नु, हाम्रो गाई गोरुहरू खेतमा आजभोलि खाली भयो, खेतमा चढ्दैछन्। कस्तो लाग्यो तपाईँलाई हाम्रो गाउँ? यो एउटा हाम्रो दाङ हो। ल हेर्नु कति सुन्दर छ हाम्रो दाङ। मोबाइल हल्लिन्छ नले मोबाइल कति हल्ल्या होला मोबाइल पनि। मोबाइल हल्लिन्छ, बर हल्लाएपछि ढङ्ग हुनु परेन। सायद हुनसक्छ। भिडियो के गर भिडियो तँलाई देखाइदिए टिकटकमा के आइज घाम्बो नगरा। भेडा बाख्रा रुँदैन त झन्। के भन्छ यसले? भेडा बाख्रा रुँदैछन् भन्छ क्या हो? किन र घामले? के भन्यो एउटा भेडाले, हाम्रो भेडाले हेर्के चुरको सबै बाख्रा उठाएको बाख्रा सबै। ए बाबु भेडाहरू भाग्यो। जाऊ 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 सार्न जा तिनीहरूलाई। अब लग्ने हो, लैजाने हो? लैजाने हो। हे बाबु बाख्रा लट्ठी गई त। लट्ठी त अहिले भाँचीको बाख्रा हानेर बर्बाद धन्न ढाडै बाँधिदिनु भएन। मार्छ पो खै कुन मार्ने? ए सिङ फुकालिदिनु न त्यसको मार्नेलाई। ल सब खेदेर लैजानु है। यही त छ राम्रो जिन्दगी। छ्या 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 छ्या। बाई बाई। तिनी गोरु पनि है, तिनी सब खेरेर लैजाऊ। ल बाई बाई। ल हामी पनि अब घरमा जाने हो। ल खाना खाने बेला भयो।